ल हेर्नु है नयाँ आएको सेफले आज नान लगाउँदै हुनुहुन्छ नेपालबाट आएको सेफले हजुरहरूले यतिको काम सिकेर आउनुभयो भने जापानमा हजुरहरूलाई कसैले हल्लाउन सक्दैन कसैले गाली गर्नु पनि सक्दैन ल हेर्नुहोस् यतिको चाहिँ दिनु पऱ्यो के जापान भनेर चाहिँ त्यो बसमा सिटी हान्दै हिँड्ने अनि पल्सर बाइकमा हिँड्ने अनि बाउको पैसा उडाउने गरेर यहाँ आएर भने यहाँ आउने भनेको काम सिकेर आउने कि डडाममा दिनु त भाइ ए ल हेर्नुहोस् यतिको चाहिँ हुनु पऱ्यो होइन भाइ इन्डियाको ताजमहल रेस्टुरेन्टमा काम गर्नुभएको उहाँले 10 वर्ष ल हेर्नुहोस् ए अब हेर्नु एकछिन पछि हेर्नु यहाँ जडाममा निस्किन्छ अझै अलि लामो भएन क्या यतिको काम जानेर आएपछि कुनै साहुहरूले तपाईँलाई हल्लायो भने मलाई भन्नु होला बुझ्नुभयो भाइ हजुर हजुर यहाँ कसैले हल्लाउन्न जडाङ्ग दिनु पऱ्यो उहाँ चाहिँ नि पल्सरमा कुदेख कहिले कस कहाँ गएछ कहिले कहाँ गएछ कहिले चाहिँ नि पाल्पा चाहिँ नि श्रीनगरमा गएर बियर हानेछ अनि जापान भनेछ दौरेसो गरेर हुन्छ यसरी डडाङ्ग दिनु पऱ्यो यसरी हेर्ने चारैतिर पाक्नु पऱ्यो ल हेर्नुहोस् यो नि कमाल कमाल हो जा धमाल हो यो ल हेर्नुहोस्